एपिसोड सुरु भइसकेको छ अनि आज चाहिँ हामी सुन्तलै टिप्न आएका छौँ अनि यहाँ चाहिँ सुन्तला यस्तो दामी छ हेर्नु अनि यहाँ चाहिँ रुखमा चढ्न नि पर्दैन तलैबाट सबैले टिप्न मिल्ने छ अनि यी चाहिँ हाम्रो काकी हुन् काकी म टिप्छु खुबै स्याङजाली जाली हुन्छन् फटा हुन्छन् धोकेबाज हुन्छन् जालमा पोको पार आँधी होला फालिदिन्छन् भनेर छोडिदिस् नि खुबै ल यारी अहिले लटरम्मै सुन्तला फलेका देखिस् पुरपुराले हेबा Oh my god अनि अहिले चाहिँ यो 10 लाख पर्ने सुन्तला के गर्छ मोल हान्ने थिएँ पहिला मोलको लागि पैसा छुट्याउँदै राख्थेँ अनि पैसा चाहिँ 1 वर्षलै हुने सामान राख्थेँ रासन अनि बाँकी रहेको एउटा केहीमा लगानी राख्थेँ अनि त्यसको एउटा केही काम गर्ने बाटो राख्थेँ त्यसरी म धनी हुन्थेँ दाँत देखाउनु त दाँत मात्र देखिन्छ क्या दाँत देखाउनु न दाँत देखाउनु न दाँत देखाउनु न लास्ट के डोको चाहिँ यही हो अनि उहाँ कति पुगिसक्यो सबैभन्दा अगाडि पुग्यो कि सबै पुग्दैछ अनि हामी चाहिँ अब जान्छौँ उहाँ अनि ग्रेडेडिङ गरेर अनि घर जाने हो ट्र्याक्टरले लान्छ आधा जिपले लान्छ अनि उहाँ गएर फेरि ट्र्याक्टरमा भएको सुन्तला जति जिपलेमा हालेर फेरि लानुपर्छ यस्तो छ काठमाडौँ पुऱ्याउने हो न अब हामी चाहिँ जान्छौँ यहाँ चाहिँ लोड गरेर जिपमा लोड गरेर लान्छन् काठमाडौँतिर अनि यहाँ सबै ठाउँ छ